नाति त्यो उडाउनेवाला लिएर मेरो घरमा पनि एकचोटि आइदिनु पर्यो। मेरो घरको यो छतबाट उडाइदिनु पर्यो। म गीत पनि गाउँछु अनि नातिनीहरूको पनि धेरै याद आएको छ। उनीहरूको सम्झनामा एक दुईवटा गीत पनि गाउँछु। यो उड्नेवाला लिएर चाहिँ एकचोटि मेरो घरबाट पनि उडाइदिनु भनेर आमाले मलाई भनिसकेपछि अहिले चाहिँ म आमाको घरमा आएको छु। यो चाहिँ उहाँ आमाको घर, उहाँ चाहिँ आमा। अहिले हामीले ड्रोन उडाइसकेका छौँ। ड्रोन उडाइसकेपछि अब हामी दिदी भागरती जोशी र बहिनी सरिता जोशीलाई विशेष सम्झनामा राखेर आमा केही गीत गाउन गइरहनु भएको छ। आमाको योभन्दा पहिलेको भिडियोलाई पनि धेरै साथीहरूले धेरै माया गरिदिनु भएको थियो। त्यसै गरी यो भिडियोलाई पनि धेरैभन्दा धेरै माया गरिदिनु हुनेछ भन्ने आशा लिएको छु। उहाँ आमा चाहिँ तपाईँहरूलाई म बताइदिउँ, एक्लै हुनुहुन्छ। विगत धेरै लामो समयदेखि उहाँ यो घरमा एक्लै बस्नुहुन्छ र योभन्दा पहिले धेरै वर्षसम्म उहाँसँग नातिनीहरू मेरो बहिनी सरिता जोशी र दिदी भागरती जोशी उहाँसँगै बस्नुहुन्थ्यो। धेरै लामो समयसम्म उहाँहरूले आमालाई सहयोग गर्नुहुन्थ्यो भने अहिले चाहिँ आमा एक्लै हुनुहुन्छ। आमा चाहिँ धेरै वर्ष पहिले नै बाजेको निधन भएर चाहिँ आमा विधवा हुनुहुन्छ। आमा एक्लै आमा धेरै वर्षदेखि। यो चाहिँ सोलिड एउटा चाहिँ यो नियम छ कि हाम्रो गाउँघरतिरको, जति नै पाको भयो भने, जति नै बुढो भयो भने, एक्लै नै भयो भने आफ्नै पौरखले आफ्नै माटोमा आफ्नै गाउँघरमा काम गरेर मेहनत गरेर खान्छन्। हाम्रो गाउँघरमा के भन्छन्, माग्ने चलन छैन क्या। जति नै बुढो भयो भने आफ्नो पौरखले मरुन्जेलसम्म आफ्नो माटोमा रगत पसिना बगाएर खान्छन्। यी महान आमालाई धेरै धेरै सम्मान छ। र अब चाहिँ हामी आमाको गीत सुन्नेछौँ। यो गीतहरू चाहिँ विशेष सम्झना चाहिँ भागरती जोशी र बहिनी सरिता जोशीलाई रहनेछ भने आमा केही भन्न चाहनुहुन्छ कि आमालाई सोधौँ, त्यसपछि आमाको गीत सुन्नेछौँ है। धन्यवाद। आमा तमलाई माया गद्दे, तम्रो भिडियो हेर्दे, तमलाई निकु मान्ने सब दर्शकहरूलाई के तम भुड्न चाहन्छ रे सम्झना कसलाई सम्झन चाहन्छ तम्रा गीत मार्फत तम आफै भुनिदेऊ भिडियोमा। म सबलाई सम्झना, भागरती नातिनीलाई, सारा नातिनीलाई, केशव भदलाई सबैलाई सम्झना हुन्छ। म कोही सम्झना म सम्झिबर के हारौँ खाली आमा हँसौँ लारेन सब सम्झने मेरा तम खा फोन त छ नम्बर नै हुनुको सका तब फोन नगद्दे नानामा बेलु कृष्ण ररिन बोल जैसे मुएल ईद नचको छौ तमले ईद फेरा मुखा आदि नति आदि हुना मेरी ल सारना भास कत्या दिनमा आयो रामा। अब टाढाका मान्छेहरूको विभिन्न हुने भयो सम्झना सपो राख्दै हाम्रो रुपियाँ नाथेन भन्नु, रुपियाँ नाथेन भन्नु। बरु तम लामु रुपियाँ हालिदिउ लो गाइज। आमा लाजु जो चिन्नुहुन्छ तम नम्बर मुला पठाया त 10 रुपियाँ मु तम सबैलाई हालिदिउ लो। बर आमाको लेखा दिनमा एक फेर तम फोन गर्दै गरे। आमा त मुलाई धेरै धेरै सम्झनान्। और कसलाई सम्झन्छ अब आमा? सबैलाई सम्झन्छ क्या सम्झिब। तमलाई कोही सम्झना? मलाई कोही न सम्झना। यस्तो भन्दै हुनुहुन्छ गाइस साथीहरू, आमालाई सम्झने कोही छैन अरे भन्दै हुनुहुन्छ। आमाले चाहिँ सबैलाई सम्झनुहुन्छ अरे। आमालाई जसले चिन्नुहुन्छ आमाको नम्बर चाहिँ म कमेन्ट बक्सको फर्स्ट नम्बरमा राखिदिनेछु। आमाको फोन नम्बर राखिदिनेछु। आमालाई जसले फोन गर्न चाहनुहुन्छ र आमालाई जसले चिन्न चाहनुहुन्छ, आमासँग जो साथीहरू कुरा गर्न चाहनुहुन्छ त्यो नम्बरमा कल गरेर आमासँग कुरा गर्नुहोला भन्न चाहन्छु। र अब भने आमाको गीत सुनौँ है। ल आमा गीत सुरु गर्नुहोस्। सगेनीले लुवा दोयली गाना खोइ बरेली गाना खोइ बरे दिन काटुन सूर्य हेरीले दिन काटुन सूर्य हेरी हेरीले रात काटरो बरेली रात काटरो बरे राम सातै पार्वती सातैले राम सातै पार्वती सातै सातैले सीता पुनि सातैले सीता पुनि सातै सबै उजालो हुन्छ अहिले सबै उजालो हुन्छ अहिले मुखी जर्म रात अहिले मुखी जर्म रात
यो बासुले यहाँ के होइन यो बासुले यहाँ के होइन ओइनोले देहराइदुने गिले देहराइदुने गे जुजुरी खतम भयो अहिले जुजुरी खतम भयो भयो अहिले तैने रगुने गिले तैने रगुने गे साग कि प्याज काटी ल्याइले साग कि प्याज काटी ल्याइले डाँडा कि पदमले डाँडा कि पदम तैने रगुने गिले खैले तैने रगुने गिले खैले जुजुरी खतमले जुजुरी खतम काटु बुन्छे बाँझैका छेउलाइले ओकाल बुन्छे रुख रुखैले ओकाल बुन्छे रुख अब मेरो डिठु बढोइनोले अब मेरो डिठु बढोइनो डोइनोले रुबसा तेरा मुखैले रुबसा तेरा मुख रोबना खेत गगैलायाले रोबना खेत गगैलाया लायाले गगा क्यासलियाले गगा क्यासलिया यदा यदा तेरो भुटोले यदा यदा तेरो भुटो यी भोटोले हातैमा मलियाले हातैमा मलियो गरी गडा दानु गोड्याइले गरी गडा दानु गोड्या गोड्याइले मेजुरियो कुटोइले मेजुरियो कुटो इसिन ब्यारैसी रान हल्लैले इसिन ब्यारैसी रान हल्ल हल्लैले रुबसा तेरो भुटोइले रुबसा तेरो भुटो